अपराध गर्छन् सालेहरू। कारवाही गर्न खोजे जातीय क्षेत्रीय मुद्दा उठाएर बच्ने कोसिस गर्छन् अनि उल्टे हाम्रो संगठनमाथि सवाल उठाउँछन्। सिंह, परियार, मण्डल, राई, लिम्बू, श्रेष्ठ, देउवा, यादव, डीएसपी थारू अनि म एसपी खरेल। यो जिल्ला स्तरीय प्रहरी कार्यालय मात्र होइन, यो सिङ्गो राष्ट्रकै प्रतिनिधि कार्यालय हो। के हामी आफ्नै जात र समुदायका अपराधीलाई छुपाउने प्रहरी हौ? जय मधेस, जय थारूवट, जय मगरात, जय नेवार, जय लिम्बुवान, खुम्बुवान। तर यहाँदेखि जय नेपाल भन्ने कोही छ? तस्कर, चोर, डाकाबाट पैसा वसुलेर आफ्नो जात र समुदायका नेताहरूलाई चन्दा दिएर संरक्षण गर्छौं हामी। तर आफ्नो संगठन र देशको लागि काम गर्ने कोही छ? कहिलेकाहीँ आफूलाई निहाल्नु पर्ने रहेछ, आफ्नो गल्तीलाई स्वीकार्नु पर्ने रहेछ र सच्याउनु पर्ने रहेछ। तपाईँ जस्तो अफिसर यो संगठनलाई खाँचो छ। लिनुस् यो संरक्षित अपराधीहरूको फाइल। र मलाई विश्वास छ तपाईँ आफ्नो संगठनप्रति इमानदार भएर काम गर्नुहुनेछ।